आज चाहिँ म केटाहरूसँग टोरन्टो म्याच खेल्न जाँदैछु जम्मा 3 लाख अनि फेरि $3,000 को टुर्नामेन्ट खेल्न जाँदै दिस इज गोना बी माई फर्स्ट टुर्नामेन्ट है क्यानाडामा आएर अनि कस्तो छ गाइज मेरो हेयर कट एन्ड जर्सी टु ओ माई गड दिस इज प्लेयर भर्जनको जर्सी अनि फेरि हामीले चाहिँ किपर चाहिँ बाहिरबाट बोलाएको छौँ बाहिर किनेको हामीले प्राइस पुल $3,000 छ भने हामीले $3,000 छ भने हामीले उसलाई 500 हालेर लिएर आएको ल कहाँबाट I'm all the way from Niagara, man. अनि प्लेयरहरू त अनि अरू त अगाडिको सबै A1 छ हैन जोस ठीक छ केटाहरू यस्तो हल्ला गर्छ आज म जम्मा 4 घण्टा मात्रै सुतेछु केटाहरूले गर्दाखेरि हल्ला गरेको गरे राति किन हल्ला गरेको यो पागल हो यो पागल नाच कपाल के लागि टुर्नामेन्टको लागि गाडेको हैन मैले टुर्नामेन्टकै लागि काटेको मैले ओभर कति मैले 3 महिना जति पाएँ होला 2-3 महिना हैन अहिले चाहिँ मलाई के जस्तो देखिएला गाइस कुन चाहिँ फुटबल प्लेयर प्लिज कमेन्ट है अनि कुन पोजिसनबाट खेल्छु त्यो पनि बढी देखाउ न तिम्रो ल कसको दामी ल आउ कसको दामी गाइस कस्तो कस्तो देखियो चिकना 1 hour 42 मिनटको ड्राइभ छ हैन आज हाम्रो क्यामेराम्यान रहेको छ रबिन श्रेष्ठ हामीसँग अनि आजको हाम्रो फर्स्ट गेम रहेको छ मण्डल एफसीसँग अनि यो जित्यो भने चाहिँ हामी सेमी फाइनल पुगिन्छ डाइरेक्ट अनि सेमी फाइनल चाहिँ भोलि छ आज हामीले जस्तै जित्न पर्ने हुन्छ मैले 2 दिनको छुट्टीमा आएको छु काममा त्यो जित्न पर्ने हुन्छ आज चाहिँ Jackets on the hanger, right where you left it in March. Every night I'm on my phone, like maybe you'll text me again. But all I get are reminders that we're better off as friends. Nervous छौ? छैन डरा छौ? I'm very confident. We winning. Robin? Sure. Samir? Nervous? Nervous? What is that? Real Madrid blood man. जेटालाई के लाग्छ हामीले जित्छ हजुर जित्छ होला त दबाई चाहिँ खानुपर्छ पेन किलर हैन अनि त्यो अवस्था हुन्छ लो माय गॉड आजको बेस्ट प्लेयर प्रेडिक्सन हुन जाँदैछ यहाँ ल फर्स्टमा रबिन को होला जिवेश राजन myself समीर मेरो लागि त म आफै नै हो आफै बोल्दा हैन मूर्ख के भनेको एक्स्ट्राको नाम म लिदिन नि यो सब्स्टिट्युट हो यो अब इन्जियर्ड हो खासमा तिम्रो नि चलामा रात मेरो विचारमा चाहिँ विक्रमले पाउँछ जस्तो लाग्छ है विक्रम आफ्नै घरमा ए ल हैन कट मेरो विचारमा चाहिँ राजनले मेरो घरकै आफ्नै आज आएर अमुललाई सोध्ने केटा हो ठीक छ ल खुट्टा पेन किलर खान्छ खटेखटेकै हान्छ गर्दा माइलो एकदम धेरै भोट एक्सपेक्टेसन मिट गर्नु पर्यो यो गाइज हामी चाहिँ टोरन्टो एकदम मेन सिटीमा आइसक्यो हैन हो यहाँ सिएन टावर ट्याकको एकदम जल्दो फेमस हैन सिएन टावर ट्याकको अगाडि छ ओ माय गॉड राजनलाई देखो राजनको समिलले हो Right now we are at McDonald's अनि केटाहरु पनि भित्र छ अनि बिहानबाट के खाएन हल्का थोरै के चुक्क खाइदिम कि अनि केटाहरुसँग इन्टरभ्यु पनि गर्नुपर्छ केटाहरुसँग कुरा गर्नुपर्छ
है ल है प्रेडिक्सन आजको प्रेडिक्सन बेस्ट प्लेयर को हुन्छ बेस्ट प्लेयर हाम्रो बेस्ट प्लेयर भन्दा म्यान अफ द म्याच विक्रम विक्रम मनोजको म्यान अफ द म्याच को हुन्छ जस्तो लाग्यो प्रेडिक्सन एउटा जित्न त जित्छ 100 हो हैन अहिले घाइते भएर कस्तो भइरहेको को दिपेन गेम भइरहेछ त यहाँ लाइभ भइरहेछ लाइभ भयो बाबु हेर त हेर को यो अहिले गेम चलिरहेको एउटा यो टिम भयो वान पिसको त्यो मेरो ओपोनेन्ट हैन केटा हाम्रो टिमको ओपोनेन्ट हो हाम्रो ओपोनेन्टको चाहिँ छैन अर्डर लिने को गएको छ ओपोनेन्ट लजिन राउस खोइ त खोइ अर्डर लिने 10 मिनेट हो सानो अर्डर हैन केटा ठुलो अर्डर छ यो मैले फुटाले हो नि त्यो मैले खसाले हो नि तिर्नु पर्ने होला कति किन फुटाल दिने अनि यो अहिले हातबाट खस्यो भने के त्यो त $1200 USD 1200 म नेपालमा पठाइदिन्छु 1200 ए पैसा त छ नि पैसा कमी 1200 पैसा कमी छैन नि ढिलो हुने भयो त्यही भएर चाहिँ अनि गाडीमै खाएर गइदिने अब कसको यो यता फेरि छुट्टै किन हामीलाई सस्तो खुला यार सस्तो खुला हैन दिनुपर्छ डबल खाए यत्रो खाएर नि हेर राम्रो खेलेन भन्दाखेरि कस्तो चाहिँ गेम पछाडि बहुत गाइज हामी ग्राउन्डमा आइसक्यो है म्याकडोनल्ड्स झ्याप्छु गाडीमा हान्दियो तर ओभर जिस्का जस्तो भयो कि यु क्यान सी द ग्राउन्ड है के भयो ए ग्राउन्ड चाहिँ भित्र छ कि यो भित्र खेल्ने हामी कोच गेम प्लान के छ आजको इजी हो ल कन्फिडेन्स छ नि केटाहरू जे छैन कोचले मलाई ग्रिप सक्स ल्याइदिएन भन्ने कुरो हो मनुसँग ए ल थ्याङ्क यू यार कोचले त्यस्तो गर्दैन क्या जहिले पनि प्लेयर अलवेज कम्स फर्स्ट पहिला ओइ अब के हो यो अब रोइल ओइ आउँदैन त यार ओइ काम त आइडी निकालेर आऊ सबैले आफ्नो आइडी निकाल हौ अडियन्सै देख्दिनँ त म त अडियन्सै देख्दिनँ त म त डर लाग्यो यार चिनले जर्सी चाहिँ कहाँ किनेको मारेको छ त जर्सीले कहाँ किनेको एक्सपेक्टेसन चाहिँ सबै ड्युस भयो यार किनभने ओभर एक्सपेक्ट गरेको थिएँ मैले तर खै केही देख्दिनँ त म त त्यहाँ पर चाहिँ एउटा राम्रो केटी छ नि जुन गरौँ न छोड्नु भनेको ए सरी यार भन्नु भने सरी यार भ्लगमा आउने होला नि धेरै नहान यार हाम्रो स्पेसल एकदम बाहिरबाट मगाएको प्लेयर होइन लन्डन युनाइटेड एफसीबाट प्राइस भन्यो हामीले $1000 हालेको नि फेरि $1000 पर गेम $1000 जर्सी कहाँ किनेको छ जर्सी चाहिँ कहाँ किनेको यो जर्सी चाहिँ यो क्यामेरा बोक्ने मान्छे जर्सी चाहिएमा सम्पर्क हो जर्सी किपर रेडी हो किपर रेडी I'm ready, man. अलवेज रेडी Real Madrid in blood, man. गाइज हाम्रो क्याप्टेन गेम प्लान के छ हाम्रो क्याप्टेन आज दिप्तेलले गोल हान्छ अनि जितिन्छ फर स्योर कति गोल कति गोल हान्छ ओभर 1.5 अनि दिवेशले म एसिस्ट ओके ठिक छ हल्का मलाई ठिक हो easy man jersey number 21 let's go never नै हुन्छ nervousness 0 confidence peak ma let's go let's get it baby
उद्घाटन हो त्यो उसको ओइ ल कता भन्दै सजिलो र रमाइलो तरिकाले जित्न चाहनुहुन्छ भने चिकन रोड गेम खेल्नुहोस्। यसमा इजी देखि हार्डकोर सम्म 4 लेभल छन्। हरेक पाइला चाल्दै जानुहोस् अनि आम्दानी बढ्दै जान्छ। जालमा नपर्नु अघि रोक्नुहोस् र आफ्नो जित सुरक्षित राख्नुहोस्। अहिले नै मेरो प्रोमो कोड युज गरेर दर्ता गर्नुहोस् अनि 2,10,000 प्लस 150 फ्री बोनस स्पिन पनि पाउनुहोस्। यो अवसर नछुटाउनुहोस् अनि आजै कमाउन सुरु गर्नुहोस् है त। नाइस गेट आउट बोलेको भएन है कति भइसक्यो यार बोलेर दिपै हेर थाहा भने हात उठाइहाल है ट्राई तिनीहरूको स्टेमिना तान्ने क्या म पछाडि एउटा अगाडि बल फाल्छ कि स्ट्राइकर हुनु पर्यो तिमी अहिले खेल्न मिलेछ कि नै होइन यस्तोमा घोडा जान्थ्यो अझै ठिक मिलेमा चाहिँ आइहाल क्या कभी नि आइहाल नमिले मात्र मोनो छिराउने क्या मोनो सक्दैन भने मिल्दैन नि त यो तिम्रो थाकेपछि सक्दैन भने निस्क्यौ होइन फेरि सुभाष रेडी भएपछि भनिहाल्यो क्या हेरिरहेको छु क्योंकि सेकेन्डमा होइन पोस्टमा बस्ने कोही छैन एकजना उसले पछि पोस्ट ढुक्ने एकजना लङ रेन्ज हुन्छ खाली खाली गर्ने नि त होइन हाम्रो हल्का ठाउँमा ननिस्किँदा बोल्दैन अलिकति बोलेर हाम्रो फिनिसिङ भएन क्या हल्का पास त नफर्ने क्या बुढी हेर आफ्नो ठाउँ हेर पेनाल्टी भन्ने के हो पेनाल्टीमा भर हुँदैन गेममै जित्नुपर्छ तिमीहरूको त लङ रेन्ज हाम्रो एकजना पोस्टमा लग्ने तिमीहरूको त नसक्दो रहेछ भएन क्या अलिकति मिले होइन तिमीहरूले लङ रेन्ज हान्ने को रहेछ अनि एकजनाले पोस्टमा त नि त्यही भएर त्यो मैले सुट हानेको छैन तर फरवर्ड रिसिभ गर्ने पोस्टमा किपरलाई चाहिँ कोही नि भयो त्यति गर राम्रै भइरहेको क्या झ्याप्प खेल्दाखेरि मिल्दैन ठिकै छ लगेर एक सट बिस्तारी बिस्तारी अब जे जान्छ नाइस वान गोली होल्ड किपर होल्ड बिस्तारै बिस्तारै खुट्टै मर्क्यो भन्छ क्या होइन मर्क्यो हेर न नाच्यो केटा लास्ट आउट हो पछाडि हान्छ नाइस अर्को पाली अब खेल आरामले हेर
नाइस ब्रो छैन को चिसिक्का यसो तिमीलाई के भयो विक्रम हान्दिएको मैले फेरि ठ्याक्क हेडिङ हाने अनि ठ्याक्क टेक्न लाग्यो त्यसको खुट्टाले छोइहाल्यो अनि यस्तो गइहाल्यो सल्लाह गर्नु छ के गेम मिलेन यहाँ सब सल्लाह गर्नु हाम्रो भिआर थियो कि छैन नराम्रोसँग कट भयो डाइरेक्ट ग्राउन्डबाट घरमा के भयो भन्दाखेरि चाहिँ मेरो सेकेन्ड हाफमा चाहिँ सुरुमै मेरो खुट्टा गएको एङ्कल ट्विस्ट भयो अनि यस्तो भएछ यस्तो टेप लगाएर बसिरहेको छु कि म एङ्कल ट्विस्ट भएर चाहिँ ओभर खेल्नै नसकेर अनि त्यहाँबाट निक्लिएँ अनि क्यामेराको चार्ज पनि सकिएको थियो अनि खुट्टा त्यस्तो भइदिएको कस्तो मोरलै डाउनमा अनि भिडियो सिडियो नि बनाएन फर्किने बेलामा डाइरेक्ट घर आएर बनाएँ अब फर्स्ट म्याच त जितियो के अरे अब भोलि सेमिफाइनल छ सेमिफाइनल जित्यो भने फाइनलमा यस्तो छ खुट्टा खेल्न नि सक्छु जस्तो लाग्दैन खै के केटाहरूलाई भन्न पनि सक्दिनँ अब नाम छ खेल्नै पर्ने हुन्छ सो हेरौँ के हुन्छ अब भोलि डाइरेक्ट अब ग्राउन्डमा भेटौँ ल डाइरेक्ट भोलि ग्राउन्डमा होइन मैले गर्नु लाग्यो नि मैले गर्नु लाग्यो उठ्नु पर्दा क्या तिमी र म जानु पर्दा let's go. कसको हैन टिबल भयो टिबल मान्छे ओ स्ट्राइक ठीक छ अब छिर्न खाली भएको बेला लाइनमा खाली छ त छिर्न ढिलो भने इजी इजी केटा ओए ठीक छ ओइ मात्र इजी ल ठीक छ हाम्रो बल ओए ओए ए ल नाइस बल कस्तो उडेको यार त्यो के भएको मनोज 4 नम्बरलाई हेर याल्लो खाने हो बाल भएन आज एउटा यो के हुने नाइस प्रोबे नाइस ओइ स्लो भयो सकेन त्यही हो ल है खाली बस बल माग है नाइस अगाडि कोही छैन नाइस वन ए ओ सरी यार माइ नाइस बक्समा अलि एक्टिभ खेल अलि एक्टिभ त्यही म्यानेज नाइस प्रवीणले हेर पछिबाट हेर बाबु 8 नम्बरलाई अझै चेक पासमा बस पासमा झर्यो बिस्तारै केटा इजी हो इजी सक्यो मान्छे कता खाली हेर बिस्तारै बौवा हाल्ने मार ओइ फिनिसिङ के हो यो फिनिसिङ नाइस ओइ मार्यो
न्यापकिन पनि पास गरिदेऊ सबै भयो दिपेनलाई देखाउ न दिपेन के भन्नु छैन मलाई यार केटाहरु बल हेला राम्रो हो प्रवीण Keeper. सुदेऊ Time. सुत्यो ठिक छ सोच्नु के भन त हैन 3 हाल्ने नि ल भेरी पास प्रवीण किपर वर्ष बडा ल आफै लड त ठिक छ ल ओइ नाइस ठिक छ चिक्ने नगर्नु भन्दैछ Easy. Haterum. Nice. Back. हान्नु दिएन ओइ हान्नु दिएन ठिक छ फेरि त्यस्तो आमा अहिले प्रिमियर लिगमा हुन्छ नि डिफेन्डरहरूले राख्यो भने जिउ राख्यो भने फल्दिन्छ नि त्यही भएर दिएको होला तर कार्डै दिनुपर्ने त थिएन रेड हेलो हैन नि भन्दै रेड राम्रो येलो दियो नाइस ट्राई त्यही ओ मनोज टेक योर टाइम लिएर खाली भयो त प्लेयरहरु बस अरु चाहिँ त हातमा हाल्नु है नाइस गेम गिरो पानी सानी खाने एउटा कसैले बाहिर जाम अर्को गेम हुँदैन नि फेरि बिस्तारै 12 को 20 मिनेट चेक आउट ल भाइ लक्ष्मण धेरै नौत्यो यता सोरालाई प्रवीण सोरालाई उता बीच 12 नाइस अगाडि ओइ तेराको बिस्तारै नौत्यो लक्ष्मण एक जना खाली ठाउँमा खाली
हान्नु देन बिस्तारै नचिकेर हेर बिस्तारै ओए डिपेन्ड यता पछाडि ओए बोला राख यही गोली जान हान्नु देन राख बोल आरामले खेल एकजना सपोर्टमा जा गोली बिस्तारै नटमा खेल लास्ट प्लेन कालीहरुसँग खेलेको बोलेर अगाडि छ म पछाडि मान्छे छ नि इजी ओए ल बल्ल जस्तो मागेर नाइस ओ ठिक छ झर्यो यता मनोज यता मनोज ठिक छ एउटा सकिन्छ कमेक हेर्न यार जसले अघि सबै ड्रप भयो खेल्यो नि सिधै त्यहाँ हामी त अगाडि गयो भने उनीहरूले भुत गराइ ल्याउँछ मनोज ठिक छ राम्रो भइहाल्छ अलिक बल घुम्यो कि ठिक छ सब प्रेसर दिन्छ हामीलाई एउटा प्रेसर दिएन हाम्रो अप्सनमा कोही हुँदैन द्याट्स अ प्रब्लम प्रेसर दिँदा पनि हाम्रो केटाले माग्ने दिने बोल्दिने भाइहरू केही बोल्दिनँ बोलेर होइन थाहा छ त हामीभन्दा धेरै प्रेसर छ नि त उनीहरू कम्युनिकेट गर होइन बोलहरू मिस्टेक त हुन्छ कि अब फरेस्ट मिस्टेक भएछ क्या केटाहरू एकै ठाउँमा बसिरहेको छ क्या मिडमा 70 गराइरहेको छ क्या अब एकचोटि मुभ भएपछि चाहिँ यिनीहरू किप अप गर्न सकेन क्या यता 3 जना आइन्छ हामी 2 जना हुन्छ केटाहरू ठिकै छ जुत्ता त नकारेन क्या ट्रफी लाउन जाने त जुत्ता जाने केटा स्पेस बनाएर खेल इजी बोले फरक पास ओ नाइस ए बौ खाली भयो नाइस नाइस किपर मेनुन पास यता ओए कुद लक्ष्मण अगाडि नाइस दिवेश दिवेशको त गेडामा लाग्यो नि के भएन त्यही छ पास गरिहाल गेडामा लाग्यो नि के भएन र खाल ठाउँ बनाएर खेल नाइस बोल्न बोलेर पछाडि जान्छ त अगाडि बढाउनु छैन लक्ष्मण माग सुनेको पनि छैन यस्तो खेल बिस्तारै जिबेसलाई लक्ष्मण बिच
खाली भर्यो त्यो लाइनमा जाने एकजना नाइस दिवेश आइज पासमा एकचोटि त के भन्ने आउट वाला आउट सबै ग्रुपमा भएको हामी दिए नाइस नछोडी प्रेसर दिँदैन ओ त ला दिपे निस्क्यो छैन Nice one. पोस्टम्यान Nice. नछोड न ओइ म्याच ल 13 नकट्टी तल ओइ तल नाइस मनोज नाइस ताइज मनोज उठ्यो छैन होला खोइ मेरो चप्पल है नाइस ठिक छ केटा ठिक छ ए दामी दिवेश यार प्रवीण दामी ल बाबु आला पानी खादै पानी लो माथि चङ्गा हाने यार एउटा बल रहेछ रहेछ ल तिमीलाई घाँटीको जानुलाई याद त्यति बेला पनि हान्नु पर्ने रहेछ ठक्क रोकेर गेम भइसक्यो हामी जुन सुरुमा फर्स्ट हाफमा हामी खेल्दैन यस्तो होल्ड गरेर पनि अगाडि हिँड्यो मात्र त्यसरी खेलेको भए हाम्रो ठिकै थियो हामीले एक्स्ट्रा गोल पनि खान्थेन बरु चान्स हामीले पाउँदाखेरि पछि खेलाउनु पाउँथ्यो बिचमा हाम्रो बिग्रियो क्या पछि हाम्रो खालि हुन्छ दुईजना बाल्नै भएन फर्स्ट हाफमा जस्तो होल्ड गरेर खेलेको भए चाहिँ केही हुन्थ्यो क्या हाम्रो टिस्यु पेपर चाहिँ 5-2 होइन 3 हो 3 हैन हाम्रो 2 किनेको 5 हो यताको 2 हाम्रो खै कस्तो रमाइलो भइरहेको थियो गेममा कस्तो कमब्याक हान्दा जस्तो भइसकेको नि यहाँ एक गोल त बाँकी अनि त्यो नदेख परलाई दिनुपर्छ किक सिरो भनेको बलहरु बचाइरहेको जीवेश थापा मिलेर बस्नु धेरै छैन धेरै बधाई छ हाम्रो टिम ह्यामिल्टन एफसीलाई फर्स्ट रनर अप हुनुभएकोमा जाऊ भाइहरु पनि भिडियो गर भिडियो ल है अलिकति बसेर गर होला fucking $1,000 guys खै हल्का पछाडि जाऊ न त्यो देखिनु परेन ल अनुहार देखो यता हेर न त्यो भिडियो भएर ल है अर्को साल जित्नुपर्छ यो साल यस्तै भयो होइन त माइन्ड त गर्नु हुँदैन यो फाइनल सेकेन्ड भने 1 लाख जितेकै हो नि 1 लाख हो 1 लाख
कहाँ जाने त अब कहाँ भन्दाखेरि मोमो चाउमिन कोचमा भन्नुपर्छ अब अनि मोमो चाउमिनलाई यो लड दिनु परेन टफी ल्याइन त्यो लड दिनु पर्छ ल लेट्स गो देखो खोजे मेरो ल ल जिएस हेर फ्याल्दियो खै फ्याल्दियो यार कसले फाल्दियो ल कसले भुइँमा फ्याल्दियो उसले यो जिबेस क्याप्टेन कप्पु खेले त्यो भएर लेट्स गो अलि म आएन है ल